ओ माइ गॉड, त्यसलाई सम्झ्यो भने पनि एउटा कसैले बम खर्च गरिदिने हुन्थ्यो जस्तो लाग्छ क्या। यो हत्यारा भारतीय दलाल यो सुरुङ खनेर भारतसँग युद्ध गर्छु भन्ने 17,000 ती निमुखा गरिब नेपालीहरूको हेर पढ्दै गरेका विद्यार्थीहरूलाई बाहिर निकालेर बन्दुक भिडाएर मार्यो। अझै पनि त्याग तपस्या र बलिदानी कीर्तिमान कायम गर्छ अरे। के भन्नुहुन्छ तपाईँहरू यसलाई? एक शब्द, दुई शब्द, 3 शब्दसम्म खर्च गरेर एकचोटि गाली गरिदिनु त यो चुनावभन्दा अगाडि। यसले अहिलेसम्म के गर्यो? 30 वर्ष कसरी बित्यो? गरिबका छोराछोरी, ती जनमुक्ति, ती पिछडिएका, ती गरिब जसले परिश्रम गरेर स्कुलसम्म पढ्न पाएनन्, संस्कृत शिक्षा बुर्जुवा शिक्षा भन्यो। अमेरिका युरोपतिर संस्कृत पढाइ हुन्छ, कति मान्छेहरूले पढ, ज्ञान त ज्ञानै हो नि। त्यस्तो कुरा लगाएर दिमाग बुटेर ती गरिबका छोराछोरीलाई बन्दुक बोकाएर मरायो। अहिले कुकुर जस्तो भोकिरहेछ। ल त साथीहरू।